दर्शकबिन नमस्ते। आज हामी माझ हुनुहुन्छ सुरेश मण्डल। उहाँ जनता समाजवादी पार्टीका नेता एवं पूर्व राज्य मन्त्री। आज उहाँसँग हामी टटका बहसमा प्रदेश 2 को राजनीतिक समसामयिक विषय र केन्द्र सरकार लगायत जनता समाजवादी पार्टीको केन्द्रीय राजनीतिक अवस्था लगायतका विषयमा चर्चा परिचर्चा गर्नेछौँ। उहाँ पार्टीभित्र वफादार र युवा नेताका रूपमा चिनिनुहुन्छ। उहाँ लामो समयदेखि मधेस केन्द्रित दलहरूसँग आबद्ध रहेर विद्यार्थी जीवनदेखि नै राजनीतिमा आउनुभएको उहाँ राजनीतिलाई कसरी हेरिरहनु भएको छ, खास गरी प्रदेश 2 मा हामी केन्द्रित हुन्छौँ र केन्द्रका पनि कुराहरू त्यसमा समावेश गर्नेछौँ। त्यसभन्दा पहिला उहाँलाई स्वागत गरौँ। हजुरलाई स्वागत छ। धन्यवाद। के छ, पूर्व राज्य मन्त्री हुनुहुन्छ। राज्य मन्त्री हुनुपर्ने बेलामा पूर्व राज्य मन्त्री हुनुको पछाडि के कारण छ? सरकार जसपाको छ प्रदेश 2 मा। राजनीतिको यो स्वाभाविक प्रक्रिया हो। मन्त्री भनेको यो सधैँको लागि हुँदैन, यो जिम्मेवारी हो। र मलाई लाग्छ म लामो समय 3 वर्षसम्म राज्य मन्त्री भएर यो प्रदेशको सेवा गर्ने अवसर पाएँ। यहाँको जनताप्रति, मलाई निर्वाचित गर्ने मेरो मतदाताप्रति, त्यसपछि प्रदेश नम्बर 2 को सरकारप्रति म हार्दिक आभार कृतज्ञता व्यक्त गर्दछु। तपाईँले भने जस्तै यो कुनै धेरै उतार चढावको विषय होइन। हामी जस्ता मान्छे धेरै दिन मन्त्री पनि बस्नु हुँदैन। म 3 वर्षसम्म जे काम गरेँ म सन्तुष्ट छु। होइन, तपाईँ धेरै दिन किन होइन, तपाईँहरूलाई प्रदेश 2 का जनताले 5 वर्षसम्मको लागि म्यान्डेट दिया हो नि त। तपाईँ 5 वर्षसम्म बस्नु पर्दैन? तपाईँको त दायित्व हो नि त। तपाईँ जनता समाजवादी पार्टीको अहिले पनि सरकार छ, तपाईँ किन बाहिरिनु हो? यो पार्टीले डिसिजन गरेको हो। खास गरी जनता समाजवादी पार्टीको हाम्रो आफ्नै बहुमत, स्पष्ट बहुमत छ यो प्रदेशमा। यद्यपि पार्टीलाई अथवा भनौँ अलिकति ढाकछोप गरेर बोल्ने मेरो बानी पनि छैन। पार्टीको आन्तरिक किचलो कारण हामी पुनर्गठन भयो भनौँ न। मन्त्रीमण्डल पुनर्गठन गर्नु हो। मण्डल पुनर्गठन भनौँ। अब मुख्यमन्त्रीजीले शब्द त्यति उपयुक्त प्रयोग गर्न सक्नु भएन। उहाँले पदमुक्त भनेर हामीलाई पत्र पठाउनु भएको थियो। तर खास यो उहाँले पुनर्गठन गरिएको छ जसमा हामी परेनौँ। खालि साधारण रूपले राजनीतिक चरित्र पर्नु पर्थ्यो नि त। तपाईँहरू सरकार सुरु भएदेखि नै तपाईँ हुनुहुन्छ। हामी 55 जना छौँ जम्मा जसपामा। त्यसमध्ये हामीले 13 जनाले अवसर पाएका थियौँ होइन, मुख्यमन्त्री सहित। अब सधैँ हामी नै हुन्छौँ भने पनि होइन। फेरि यो सरकार, मैले भने नि, यो सरकार पद होइन, मन्त्री पद होइन, मन्त्री जिम्मेवारी हो, कर्तव्य हो। यो निर्वाह गर्न सक्नुपर्छ हामीले सके जति। त्यसो भए तपाईँहरू नसकेरै हटेको हो त? होइन, हामीले सके जति गऱ्यौँ। मूल्याङ्कन गर्ने काम जनताको हो होइन, नसक्ने कुरै होइन। राजनीतिमा सक्ने मान्छे नै हो हामी पनि। किन हट्नुभयो? कारण त तपाईँले लुकाउनु मिल्दैन। मन्त्रीको अधिकार क्षेत्रभित्र पर्छ कसलाई मन्त्री राख्ने कसलाई नराख्ने। उहाँले हाम्रो आवश्यकतालाई अलि त्यसो भए मुख्यमन्त्रीको नजरमा तपाईँहरूको आवश्यकता देखियो होला। मुख्यमन्त्रीजीलाई हामीभन्दा बढी काङ्ग्रेसका मित्रहरूलाई पार्टीभित्र के अरे सरकारमा ल्याउने आवश्यकता महसुस भएरै होला उहाँले। सरकार काङ्ग्रेस अनि प्रदेश सरकारप्रति तपाईँ सन्तुष्ट हुनुहुन्छ कि असन्तुष्ट हुनुहुन्छ? जब तपाईँ पदबाट हटिसकेपछि तपाईँहरूको स्पष्ट बहुमत हुँदै पनि तपाईँ हट्नुभयो या भनौँ हटाउनु। मुख्यमन्त्रीजीको तपाईँले नि भनिहाल्नुभयो मुख्यमन्त्रीको त्यो दायराभित्र पर्छ, उहाँहरूलाई हाम्रो आवश्यकता लागेन होला, पदमुक्त गरिदिनु हो। तर प्रदेश 2 सरकारमा तपाईँहरू पनि रहँदाखेरि के कतिको कामहरू गर्नुभयो? प्रदेश सरकार अलिकति अब ब्याकग्राउन्डमा जाउँ। ब्याकग्राउन्डमै जानुपर्छ। यस्तो गरौँ, तपाईँको हामी के हो भने मधेस आन्दोलनबाट कुराको उठान गरौँ। मधेस आन्दोलन विशुद्ध रूपले संहिताको लागि, समावेशिताको लागि, त्यसपछि
शोषित उत्पीडितको लागि हो, समानताको लागि, सामाजिक न्यायको लागि भएको आन्दोलन हो। हामी 3 चरणमा आन्दोलन गर्यौँ। पहिलो आन्दोलन जसलाई मधेस जनविद्रोह भन्छ, त्यतिखेर हामी आन्दोलनको नेतृत्वमा थियौँ। खास गरी म सिधामा नेतृत्व गरिरहेको थिएँ। हुन त म विद्यार्थी नेता भएको हुनाले मेरो पुरै मधेसमा आवत जावत कार्यक्रममा सहभागी हुने, भाषण गर्ने, सङ्गठन बनाउने, प्लान गर्ने, कार्यक्रम बनाउने सबै काम मैले गरिरहेको थिएँ। त्यसपछि तपाईँको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको ब्यानरमा मोहन ठाकुरजी समेत आइसकेपछि पुनः अर्को आन्दोलन भयो। त्यसलाई तपाईँको अहिलेसम्मको सर्वाधिक सफल आन्दोलन भन्न मिल्छ, किनभने त्यो बेला भएको 8 बुँदे सम्झौता एकदमै वैज्ञानिक र एकदमै मधेसको पक्षमा छ। 2, त्यसपछि पनि हामी 72मा यो संविधान मधेसको हक हितमा छैन, यो संविधान मधेसलाई कुल्चेको, दबाइएको छ, यो संविधानको विरुद्धमा हामी लडेको। भनेपछि मधेस जनविद्रोह र आन्दोलनमा आएका उपलब्धिहरू यो संविधानमा राखिए। मैले तपाईँलाई म लग्दैछु ठाउँमा। त्यसपछि यो 3टा आन्दोलन के थियो भने मधेस सदियोदेखि जुन शोषित पीडित छन्, मधेसमा तपाईँको असमानता छ, यहाँ तपाईँको विभेद छ, यहाँ तपाईँको बहिष्करण छ, हैन, दबाइएको छ, थिचिएको छ। यो मधेसीलाई अब कसरी मूलधारमा ल्याउने, अथवा यो देशमा अन्य जुन नागरिक छन्, गैर मधेसी भनौँ अथवा खस आर्य भनौँ, उनीहरूसँग कसरी हामी जीवनयापन गर्ने, त्यसको निम्ति भएको थियो, हैन। र म धन्यवाद दिन चाहन्छु यो प्रदेशका जनता अथवा मधेसका झापाको गौरीगञ्जदेखि लिएर कञ्चनपुरको तपाईँको जनता, महेन्द्रनगरसम्मको जनतालाई कि उहाँहरूको योगदान, बलिदानी, त्यसपछि त्याग तपस्याका कारण हामी निरन्तर सङ्घर्षरत रह्यौँ। र प्रतिफल के भयो भने हामीले यो देशमा संहिता पायो। यो संहिता भनेको मधेस आन्दोलनकै देन हो, अरू कसैको यसमा देन छैन। मधेस आन्दोलनले गर्दा संहिता आएको हो, त्यो पनि हामी सडकबाट लिएको हो। एउटा कुरा रहेको यसको संरचना, यसको राज्य पुनर्संरचना जुन गर्यो त्यो त्यसमा फेरि बेइमानी गर्यो उनीहरूले। यद्यपि अहिलेको तपाईँले सरकारको सन्तुष्ट हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरा थियो, म त त्यहाँ ल्याउन खोजेको छु, होइन। मुख्य के हो भने हामीले संहिता त ल्यायौँ, होइन, हजुर, र संहिता सञ्चालन गर्ने ठाउँमा पनि हामी गयौँ, इमान्दारीपूर्वक भन्दैछौँ। हुन त हामी प्रदेश नम्बर 5, प्रदेश नम्बर 7, होइन, त्यो सबै ठाउँमा मधेस आन्दोलन गरेका साथीहरू छन् अहिले पनि। तर उनीहरू अहिले प्रदेश नम्बर 5मा सत्तामा पनि छन्। प्रदेश नम्बर 1मा पनि सुनसरी, मोरङ, झापाका साथीहरूले ठुलो भयङ्कर आन्दोलन गरेका थिए। उहाँहरू अहिले सत्तामा हुनुहुन्न। तर पनि हाम्रो सोच के थियो भने मधेसलाई कमसेकम 2 प्रदेश बनाऊ, बढी होइन, बढी से बढी 2 प्रदेश बनाऊ। ये सम्भव छ भने 1 मधेस प्रदेशको पनि कुरा गरेका थियौँ हामीले। पछि हामीलाई पनि के लाग्यो भने यो अलिकति अवैज्ञानिक होला कि धेरै संहिताको पहिलो मर्म के हो भने एक्सेस टु द नेसन, अथवा राज्यसँग जनताको पहुँच कसरी गराउने। हामी यहाँबाट काठमाडौँ जाँदा प्राइभेट गाडीमा 6 घन्टा लाग्छ, कञ्चनपुरको नागरिकलाई काठमाडौँ जान 1 दिन लाग्छ। त्यसर्थ फेरि यहाँ जनकपुर आउनु उहाँलाई त्यति नै लाग्थ्यो। त्यही भएर हामीलाई पनि के लाग्यो भने होइन, यो ठिक हुँदैन, आफू स्वार्थी हुनु भएन। संहिता भनेको राज्यसँग जनताको सहज पहुँच कसरी गराउने। त्यसरी हामीलाई के लाग्यो भने नरायणी पूर्व झापासम्मको एउटा प्रदेश, नरायणी पश्चिम महाकालीसम्मको अर्को प्रदेश बनायो भने, र बिचमा जनकपुर जस्तो ठाउँमा, जस्तो पूर्वको राजधानी भयो, उता पनि तपाईँको चितवनदेखि पश्चिम गएर कपिलवस्तु नेपालगञ्जसम्ममा, बुटोलदेखि कपिलवस्तु नेपालगञ्जसम्ममा तपाईँको राजधानी भयो भने उनीहरूलाई पनि सजिलो हुन्छ, राज्यसँग पहुँच हुन्छ, नजिकता बढ्छ। त्यो हिसाबको हाम्रो थियो। हामीले चाहेको त्यस्तो राज्य पुनर्संरचना हो, तर त्यस्तो भइदिएन। भयो के भने यसलाई विकृत गर्ने प्रयास भयो। कोबाट भयो त? राज्यले के गर्यो भने तपाईँको झापा, मोरङ, सुनसरीलाई पूर्वको 16वटा जिल्लासँग टाँसिदियो। त्यहाँ मधेसीलाई हुकुमतमा पार्यो। मधेसी कसरी यो देशको मूल राजनीतिमा नहोस्, मूल धारमा नहोस्, सत्तामा नहोस् भन्ने उद्देश्यले गरे हो। यो मात्रै एउटा प्रदेश छ जहाँ 70 देखि पर्सासम्म तपाईँको एउटा सानो भूगोललाई हामीले जिम्मा दिइदिएको छ। बाँकी तपाईँको सबै ठाउँमा उनीहरूकै हालिमुहाली हुने गरी प्रदेश नम्बर 5मा हेर्नुहोस् न, तपाईँको नवलपरासीदेखि लिएर
बर्दियासम्म राखेर बाँकी सबै पहाडका जिल्ला राखिदिएर मधेसीले त्यहाँ पनि अपमा पारिदियो। त्यसपछि 7 नम्बर प्रदेश कञ्चनपुर कैलालीलाई राखिदिएर बाँकी सबै डडेलधुराहरू पहाडको राखेर त्यहाँ पनि अपमा पारेको छ। यसले के देखाउँछ भने कुरा त तिम्रै माने, संहिता ल्याऊ, तर यसरी दियो कि हामीलाई भाइ भाइमा टुक्राइदियो। जसरी यहाँ तपाईँको प्रदेश नम्बर 1 मा त्यहाँ पनि राम्रो आन्दोलन भएको थियो, एकदमै उच्च मूल्याङ्कनको आन्दोलन भयो। तर अहिले के भइरहेछ भने त्यहाँ उनी साथीहरूलाई, हाम्रो मधेसको साथीहरूलाई त्यो सम्मान भेटिरहेको छैन। त्यो उहाँहरूले चाहिँ बदमासी गरेको। अब एकछिन हामी कुरा रोक्छौँ है। तपाईँको कुरा संहिता आयो, मधेस आन्दोलनकै दिन हो, यसमा दुई मत छैन। तपाईँ राज्य मन्त्री पनि हुनुभयो, पदमुख पनि हुनुभयो। अब यहाँ जुन प्रदेश 2 मा दलीय सरकार बन्यो नि, पहिला तपाईँहरूको एउटै दलको थियो, अहिले दलीय सरकार, एकभन्दा बढी दलहरू जस्तो अब काङ्ग्रेस, अब माओवादीलाई पनि लैजाने कुराहरू छ। यस विषयमा खस चाहे चाहिँ पहाडी मुलका साथीहरूलाई पनि अरू पार्टीको चाहिँ मन्त्री बनाउनु पर्ने भनेर रिट पनि परेको थियो, तपाईँहरूलाई जानकारी होला। यो विषयमा तपाईँ के भन्नुहुन्छ? जसरी तपाईँले नै भन्नुभयो पूर्वमा पनि 1 नम्बर प्रदेशमा पनि 5 मा पनि 7 मा पनि हाम्रा साथीहरू, आन्दोलनकारी साथीहरू चाहिँ राज्य सत्ताबाट चाहिँ वञ्चित भएका छन्। यहाँ चाहिँ के उहाँहरूलाई ल्याउन उपयुक्त हो त के हो? यो विषयमा कसैले रिट दिँदैमा त्यसलाई बहसकै विषय बनाउनु पर्छ भन्ने म ठान्दिनँ। किनभने हाम्रो लागि धेरै कुराहरू महत्त्वपूर्ण, त्योभन्दा धेरै महत्त्वपूर्ण कुराहरू हामीले गर्नुपर्ने हुन्छ। मलाई के लाग्छ भने तपाईँले पहिले जुन उठाउनु हो नि, तपाईँ सन्तुष्ट हुनुहुन्छ भने प्रदेश सरकारबाट, म त्यहीँ जाँदैछु तपाईँको। हामी जतिखेर काम गर्यो, हामीले एकदमै आफ्नो तपाईँको मन, कर्म, वचन भन्छ नि, त्यसरी काम गरे हो। र पहिलो सरकार हो यो तपाईँको। यो तपाईँले यो प्रदेशले संहिताकै नेतृत्व गरेको छ। संहिताको जननी नै यो प्रदेश हो तपाईँको। तपाईँले थाहा होला, बाँकी ठाउँमा तपाईँको नेकपाको सरकार थियो होइन, र केही भयो भने लौ न हौ प्रदेश 2 को मुख्यमन्त्रीज्यू, मन्त्रीज्यू, अब यहाँ त हामी त एउटै सरकार हो, माथि पनि तल पनि हामीले बोल्नै मिलेन, यो विषयमा बोलिदिनु पर्यो, यस्तो पनि आउँथ्यो। केन्द्र सरकारबाट, केन्द्र सरकार होइन, अर्को प्रदेशको साथीहरूले पनि, मुख्यमन्त्रीले, मन्त्रीहरूले हामीलाई फोन गरेर यसरी बोलिदिँदा उनीहरूले बोल्न नसक्ने, हामीले मार्फत बोल्न, त्यसरी। त्यो मैले के भन्न खोजेँ भने प्रदेशलाई कसरी स्थायित्व दिने, प्रदेशलाई कसरी संस्थागत गर्ने, प्रदेश राजनीतिलाई कसरी अझै मजबुत बनाउने, त्यो हिसाबले तपाईँको कामहरू भयो। हामीले धेरै नीति नियम कानुनहरू बनायौँ, धेरै विधेयकहरू पास पनि गऱ्यौँ। 3 वर्षसम्म हुँदाखेरि तपाईँको 3वटा भनौँ न नीति कार्यक्रम पास गऱ्यो, 3वटा बजेट पनि पास गऱ्यो, त्यसलाई कार्यान्वयन पनि गऱ्यौँ होइन। त्यो हिसाबले राम्रै भनौँ हाम्रो कार्यकाल, हामीले गरेको काम म सन्तुष्ट छु, सन्तोषजनक छ। यो विषय यहाँ रह्यो। र अहिलेको कुरा, यो सरकारको विषय, अहिलेको कुरा, अहिले जुन भन्नु हो नि, मलाई लाग्दछ कि हाम्रो पार्टीको आन्तरिक खिचहरू, यसलाई मैले ढाकछोप गरेर ढाकछोप हुने होला छैन। हाम्रो बहुमत स्पष्ट हुँदाहुँदै काङ्ग्रेसमा ल्यायो, त्यसको कारण के हो भनेर बाहिर आएन, बाहिर आउनु पर्थ्यो। कहिलेकाहीँ ल्याइन्छ। तपाईँहरूले पनि त विरोध गर्नु भएन नि? सुन्नुहोस्, सबै कुराको विरोध गर्नु मिल्दैन, हामी पार्टीभित्रै छौँ, हामी जसपा नै हो। जसपा फुट्दैन त्यसो बाहिर पहिले विषयलाई अलिकति व्यवस्थित छौँ। मुख्य कुरा के हो भने हामी पार्टीमै छौँ होइन, पार्टीमै छौँ। पार्टीको एउटा कार्यकर्ता, त्यो पनि तपाईँको एउटा अनुशासित कार्यकर्ताले मलाई हटाइदिँदैमा म विरोध गर्न मिल्छ? मिल्दैन नि। मेरो साथ मैले भने नि 55 जनामा 13 जनाले अवसर पायो, बाँकीले पाउनुपर्छ, त्यो पनि हो एउटा। तर काङ्ग्रेसलाई ल्यायो, किन ल्यायो त भन्दाखेरि त्यो अहिलेसम्म कतै एक शब्द पनि आएको छैन। किन ल्याउनु हो? संहितालाई मजबुत गर्न हो भने मधेस आन्दोलनमा शहीद भएर, रमेश महतोले मधेस आन्दोलनमा शहीद भएर यो संहिता आएको हो। र त्यो काङ्ग्रेसको मन्त्रीले के गर्छ भने मन्त्रीको टेबलको पछाडि ठ्याक्कै रमेश महतो लगायत मधेस आन्दोलन 63 का र 64 का शहीदका फोटो थिए, त्यसलाई हटाइदिएछ र पार्टीको नेताको फोटो राखेछ। हामीले थाहा छ नि, उहाँहरूले पनि हटाइसक्नुभयो, पछि गल्ती सुधार गर्नुभएको छ। एक्ज्याक्टली, हामीले उठाउँदा बोल्ड आवाज हामीले विरोध गर्दा त्यसपछि ठिक पारे हो। मैले सबै कुरालाई माइन्युटली हेर्छु। म फेरि हावादारी कुरा कहिले गर्दिनँ, फेरि त्यो हतपतमा बोल्दा पनि बोल्दिनँ। एउटा त्यो हो।
यसले के देखाउँछ भन्दा संहिता जसको विरुद्धमा लडेर हामी संहिता ल्यायौँ, जो संहिता विरोधी छन् त्यसैले फेरि त्यसैलाई हामी ड्राइभर बनायौँ भने त्यसले त गाडीलाई एक्सिडेन्ट गर्छ नि। अर्को कुरा, सरकारमा ल्याउँदाखेरि किन ल्यायो त भन्ने पछि तपाईँको श्वेतपत्र जारी हुनुपर्छ। तपाईँले यदि मध्य प्रदेश नामको लागि हाम्रो अपुग सङ्ख्या छ, त्यसको लागि काङ्ग्रेसलाई हामीलाई समर्थन गर्दैछ, त्यसको लागि हामीले ल्याउँदैछौँ भने त्यो पनि जनतामा जानुपर्छ। भोलि हामी अहिले पनि तपाईँलाई थाहा होला नि, प्रदेश सभामा मधेस के अरे प्रदेशको नाम के हुने, प्रदेशको राजधानी कहाँ हुने, यो दुईटा सर्वाधिक महत्त्वपूर्ण तपाईँको विषयले टेबल भएको छ। काङ्ग्रेसलाई हामी त्यसको निम्ति ल्याएको हो कि अथवा होइन यो प्रदेश अब यसलाई बिगार्नु छ, अब यो मास्नु नै छ भने त्यसको निम्ति ल्याएको हो। यो स्पष्ट जनता काङ्ग्रेसलाई सरकारमा लगेको विषयमा मुख्यमन्त्रीजीले चाहिँ स्पष्ट रूपमा चाहिँ किन ल्याएको भन्ने कारण अहिलेसम्म दिन सक्नु भएको बोल्नु भएकै छैन। राजनीतिमा यो कुरा तपाईँको दिवालियापन हो। उहाँले बोल्नु पर्थ्यो संहितालाई थप मजबुत गर्नको लागि हामीसँग 2/3 छैन, त्यसको निम्ति 2/3 पुर्याउनको लागि र 2/3 भएपछि मात्रै हामी प्रदेशको नामाकरण र राजधानी तय गर्न सक्छौँ। त्यसको निम्ति हामी थप सङ्ख्या अपुग भएकोले हामी काङ्ग्रेसलाई ल्याउँदैछौँ, माओवादीलाई ल्याउँदैछौँ, त्यो उहाँले बोल्नु भएको छैन। अब तपाईँलाई के लाग्छ, काङ्ग्रेसले तपाईँको यो प्रदेशको नामाकरणको विषयमा यो मलाई भन्दा पनि यो मुख्यमन्त्री लालबाबुजीलाई लाग्नुपर्ने विषय हो। उहाँले किन ल्याउनु भएको हो? खालि सत्ता साझेदार गर्ने स्वार्थको निम्ति ल्याउनु भएको हो कि मधेसी जनताले चाहेका प्रदेशको नामाकरण र राजधानी जनकपुरवासीलाई त आतुर छ नि त। यसको राजधानी के हुने, नाम के हुने, राजधानी तय हुँदा दीपावली कहिले मनाउने जनकपुरको वासीमा त उत्सुकता छ। त उहाँले स्पष्ट गर्नुपर्छ कि काङ्ग्रेसलाई हामी किन ल्याउँ सत्तामा, माओवादीलाई ल्याउने कुरा हुँदैछ, हामी किन ल्याउँदैछौँ बोल्नुपर्छ। राजनीतिमा उद्देश्य हुन्छ नि, बिना उद्देश्यको खालि सम्झौता हुनुपर्छ, दुवैजनाको सही हुनुपर्छ, होइन त्यो भएको हो। तर त्यसमा तपाईँको प्रदेशको नामाकरणको सवाल अथवा तपाईँको राजधानी दुई बुँदे मैले पढाएको थिएँ, त्यो कुराहरू छैन, फगत कुराहरू छ। हामीले पनि पढाएको एउटा बुँदामा लोकतन्त्र फल्ना चिल्ना छ, लोकतन्त्रको बचाउ त जसले पनि गरिरहेको छ, अहिले लोकतान्त्रिक मुलुक हो। त्यो त काङ्ग्रेसले गर्ने अन्य सम्झौता जस्तै भएको, तपाईँको त कुरै आएन त्यहाँ। त्यसकारण मुख्यमन्त्रीले के गर्नु पर्थ्यो भन्दाखेरि उहाँले यो प्रदेशमा हाम्रो 2/3 छैन र प्रदेशको नामाकरण त्यसपछि राजधानी, यो दुईटा सर्वाधिक महत्त्वको विषय हामीले निर्क्युल गर्न नसकिरहेको अवस्थामा त्यसलाई मध्यनजर गरेर त्यस आवश्यकतालाई परिपूर्तिको निम्ति हामी काङ्ग्रेस र माओवादीलाई ल्याउँदैछौँ। हुन त एउटालाई ल्या पनि हुन्थ्यो, ल्याउँदैछु त्यो बोल्नु भएन। अथवा यदि अर्को केही कारण छ भने त्यो पनि बोलिदिनु पर्थ्यो। यो राजनीतिमा बेमानी हो। अब हामी प्रदेशका कुराहरू जोडिरहेका थियौँ। प्रदेश सरकारले अहिले कोभिडको बेलामा वास्तवमा गर्नुपर्ने काम गर्नु भएको छ कि छैन? अहिले जुन कोभिड विशेष अस्पताल लगायत मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका विषयहरूमा यहाँका जनताहरूको चरम असन्तुष्टि छ। यस विषयमा सरकारले के गर्नु पर्थ्यो तपाईँको तर्फबाट सुझाव? हुन त यो कोभिडले दुनियाँलाई नै हल्लाएको छ। हामी खालि प्रदेश नम्बर 2ले गरेन अथवा सकेन भन्ने कुरा होइन। त्यहाँ चाहिँ तपाईँको के छ भने व्यवस्थापनमा कमी कमजोरी भयो, त्यसको पारदर्शिताको विषय हो, व्यापक विरोध भइरहेको छ। तपाईँको अमेरिका जस्तो देश होइन, स्पेन जस्तो देश, इन्डिया जस्तो शक्तिशाली देश घोडा टेकेको अवस्था छ कोभिडको बेला। त्यसकारण हामीले धेरै फुर्ती हामीले यो गरेनौँ त्यो गरेनौँ भन्नुभन्दा पनि यो महामारी हो, सङ्कट हो, यसमा सबै जनतादेखि लिएर सरकारदेखि लिएर मिलेर सबैजना बचाउँ गरौँ है, यो एउटा विषय। अर्को विषय प्रदेश नम्बर 2को सवाल छ। यो धेरै मेरो मसँग कन्सर्न विषय यसकारण पनि छैन। यो विषय तपाईँको अब स्वास्थ्य सामाजिक विकास मन्त्री जसले स्वास्थ्य हेर्नुहुन्छ उहाँले कसरी गर्दै हुनुहुन्छ, उहाँले सोद्धा राम्रो हुन्थ्यो। पारदर्शिताको विषय मैले बोल्नुभन्दा पनि सुझाव चाहिँ के हुनुपर्ने? जनता विरोधमा छन् नि त। मुख्य तपाईँको के भने हामी अभावको बिच बाँचिरहेछौँ, नेपालमै अभाव छ। त्यहाँ तपाईँको यो अभावको बिचमा कसरी बाँच्न सक्ने, हामीले त्यस्तो तपाईँको रहेको कुरा बाहिर जुन किसिमले आइरहेछ, भित्री कुरा के हो हामी मन्त्री हुँदा पनि हामीलाई थाहा हुँदैन, किनभने अर्को मन्त्रालयको विषय हुन्छ त्यो।
अनि बाहिर जुन आइरहेको छ योमा यति भयो होइन, यस्तो विषयहरूमा मन्त्रीहरूले मुख्यमन्त्रीहरूले टाइममा प्रेस मार्फत जानकारी गराउनु, जनताको नाउँमा तपाईँको सम्बोधन गर्नुपर्छ र स्पष्ट पारिदिनुपर्छ। जनताले कमसेकम नझुकोस्, जनता झुकिनु भएन। मैले दिएको करबाट चलेको यो प्रदेश नम्बर 2 को सरकार हाम्रो पैसाको दुरुपयोग गरेको छैन है, सदुपयोग गर्दैछ। तर अहिले त्यस्तो भ्रम त भइरहेछ नि जनतामा। भ्रम पनि छ, केही हदसम्म उनीहरूमा गल्ती पनि छन् र त्यो गल्तीलाई उहाँहरूले जनताको नाममा सम्बोधन नगरेर त्यसलाई प्रदेश सरकारमा कमजोरी छ नि त। जनतालाई तपाईँको अझै तपाईँको डाँटमा राख्ने प्रयास भइरहेको छ। उहाँहरूले के गर्नुपर्छ भने बोलिदिनुपर्छ, यस्तो स्पष्ट र पारदर्शी यो हिसाबले जानुपर्छ। त्यो चाहिँ गल्ती। अब हामी तपाईँको अर्को प्रसङ्ग जोड्छौँ। अब तपाईँ ठ्याक्कै भन्नुहोस्, तपाईँहरू मन्त्रीबाट पूर्व राजपाकालाई मात्रै हटाएको हो प्रदेश सरकारले, यो कुराबाट तपाईँ पनि यसमा चाहिँ प्रष्टै पार्नुपर्छ। यहाँ जनताको बिच तपाईँ आउनु भएको हो, त्यो कुरा तपाईँले बोलिदिनुपर्छ। पूर्व राज्यपाल निकटलाई मात्रै किन हटाएको विषय, यो विषय उपेन्द्रजीलाई लालबाबुराजलाई सोध्नु पर्ला। हामीलाई त त्यसो भए जसपा फुट्छ। हामीलाई हटाएको हो यो चाहिँ सत्य हो, किन हटाएको हो यो विषय मलाई लाग्छ तपाईँहरूलाई जानकारी थियो कि थिएन? थाहा भइहाल्छ नि। राजनीति गर्छ हामी, 2-4 दिनपछि, हप्ता दिनपछि, 1 महिनापछि के हुन्छ त्यतिसम्म थाहा राख्ने मान्छे हामी हौँ। भनेपछि तपाईँहरूलाई थाहा थियो हामी चाहिँ हट्छु भन्ने कुरा थाहा थियो? हामीलाई यतिसम्म थाहा थियो कि आज हटाइँदैछ। कतिपय साथीले हामीलाई जानकारी पनि गराउनु भयो, आज तपाईँहरूलाई 8-9 बजे रातिसम्म निर्णय हुन्छ, राजीनामा गर्नुहुन्छ भने गर्नुहोस्। हामी राजीनामा गर्ने होइन, जनताले सबै खेल देखोस्। हामीले राजीनामा गर्दाखेरि के हुन्थ्यो भने कतिपयले होला कि हामी त सानले छोडिदिउँ, होइन वास्तवमा काम गरेन त्यही भएर राजीनामा दियो भन्ने पनि हुन्थ्यो होइन। तर हामी के चाहन्छौँ भने हामीलाई काममा पार्टीले पठाएको हो, हामी काममा खटिरहेछौँ, हामी काम गर्दैछौँ। राजीनामा हामी गर्ने अवस्थामा हामी नसकेको अवस्था पनि होइन, काम पनि गरेको हो। अहिले जति पनि मन्त्री छन् तिनीहरूभन्दा अलिक बढी नै म क्षमतावान छु, त्यस्तो मलाई लाग्छ। त्यसकारण म किन अनि यस्तो यस्तो छ भनेर थाहा पाएन हटाओस्। हटाएपछि भोलि हामीले होइन उहाँले जनतामा जवाब दिनु पर्ला नि किन हटाउनु हो। मैले तपाईँलाई भने नि अहिले हामीले किन हटाइयो, हामीलाई हटाएको कुरा चाहिँ सत्य हो, त्यो हामीलाई थाहा छ, चिठी पायो हामीले। तर किन हटाएको यो विषय त उपेन्द्रजीले अथवा लालबाबु राउतले जवाब दिने विषय हो नि। अब अर्को प्रसङ्ग म जोड्छु। जसरी हुनसक्छ नि त तपाईँहरूले बोल्नुपर्ने कुरा के थियो भने हुनसक्छ केन्द्रमा चाहिँ पूर्व राजापा निकटले गएका कारण ओलीजीलाई सघाएका कारण हामीलाई हटाएको हुनसक्छ भन्ने कुरा त तपाईँलाई थाहा होला नि त। त्यो पनि तपाईँको मैले तपाईँलाई भने नि राजनीति हो, त्यो पनि तपाईँको जनताको नाउँमा हामीले किन हटायो भने पनि विषय आउनु पर्छ। तर आएको छैन। त्यहाँ के आयो भने तपाईँको कार्य सम्पादन सन्तोषजनक नभएकोले पदमुक्त गरिएको छ, यति मात्रै। राजनीतिक दरिद्रता यहाँ आयो। कुरा के हो भने सन्तोषजनक कुरा म तपाईँको मुख्यमन्त्रीदेखि लिएर अन्य मन्त्रीहरूको कार्य सम्पादनको मूल्याङ्कन गर्नु पर्दाखेरि सबभन्दा झुर कार्य सम्पादन त मुख्यमन्त्रीको छ। अन्य मन्त्रीहरूको बारेमा तपाईँहरूले सुन्नुभयो होला के गरे। जनताले त सबै मन्त्रीलाई हेरिरहेका छन्। विवादमा परे यो मुख्यमन्त्रीको बोलीदेखि लिएर विवादमा आउनेदेखि लिएर उसको गराए, अहिले अल्पत्र रहेका तपाईँको बेटी बचाओ बेटी पढाओ कार्यक्रमदेखि लिएर स्वच्छता अभियानको नाउँमा तपाईँको एउटा पोखरीमा 12 करोड रुपियाँ खर्च गर्दा जनता अहिले सडकमा तपाईँको हिलोमा हिँड्ने, सडक छैन तपाईँको प्राथमिकताको विषय। अनि तपाईँ पोखरी सौन्दर्यकरणको नाममा 12 करोड रुपियाँ एउटा पोखरीमा दिनुहुन्छ, यो बजेट बचाउ बाहेक केही पनि होइन। त्यसकारण के हो भने प्रदेशको आवश्यकता के हो, यहाँको जनताले चाहेको के हो, त पोखरी किन पोखरी सौन्दर्यकरण गरेर त्यो त नाला बनाइदिएछ नि। तपाईँ देख्नु भएको छ पर्यावरण हिसाबले त्यो नालाकरण हो, त्यो सौन्दर्यकरण होइन। के हुन्छ भने तपाईँको कतिपय जलचर, तपाईँको कतिपय जलमा पानीमा बस्ने प्राणी तपाईँ त्यो माटोमा पनि र दुईटैमा बस्न रुचाउँछ, त्यसको त्यस्तो प्रकृतिको त्यसको जीवनशैली बनावट हुन्छ। सर्प तपाईँको पानीमा पनि बस्छ, केही बेर तपाईँको माटोमा पनि बस्छ। तपाईँले कङ्क्रिटाइज गरिदिँदाखेरि त्यो त माटोमा आएर बस्न पाएन, त्यसलाई फुल अन्डा जुन भन्छ नि अन्डा पार्ने कहाँ, कछुवा भयो तपाईँको। त्यो तपाईँको माटो पानी दुवैमा बस्ने प्राणी हो। माछा मात्रै हो
जो पानीमा मात्रै बस्छ उसले पानीमै तपाईँको अन्डा दिन्छ। तर बाँकी तपाईँको कछुवा भयो, त्यसपछि भ्यागुता भए, त्यसपछि तपाईँको सर्प, योहरू के हो भने तपाईँको पानी र माटो दुवैसँग बस्न खोज्छ र त्यसले के गर्छ भने तपाईँको पर्यावरणमा खास गरी इकोसिस्टममा त्यसले धेरै ठुलो मद्दत पुगेको हुन्छ। पानी सफा किन हुन्छ पोखरीको, हैन? फेरि स्विमिङ पुलको पानी किन फोहोर हुन्छ, बुझ्नुपर्ने विषय हो नि। तर उहाँले एकदम नबुझेर एकदम हचुवाको तालमा पोखरीको नाममा 12 करोड रुपियाँ, अहिलेसम्म 12 करोडको एउटा पनि रोड बनाएको छैन। ल म ग्यारेन्टी भन्छु, प्रदेशमा 12 करोडको रोड बने, एउटा सिङ्गो रोडमा 12 करोड रुपियाँ लगानी भएको एउटा पनि उदाहरण छैन। म ठोकुवा भन्छु, च्यालेन्ज। तर प्रदेश मुख्यमन्त्रीले पोखरीमा 12 करोड दिनुभयो, 22 करोडसम्म खर्च गरेको छ एउटा पोखरीमा। त्यसकारण यो के हो भने मुख्यमन्त्री के भइदियो भने यो कार्यान्वयन निकाय हुन्छ नि तपाईँको, योजना कार्यान्वयन निकाय, त्यस्तो उहाँको प्रवृत्ति हो। उहाँले के खोजेको भने अर्को मन्त्रीहरू त बजेट चलाएर बसेको छ, मै मात्रै भयो बजेट नचलाउने। त्यसैले उहाँ के जुक्ति ल्याउनु भयो भने साइकल बाटौँ न, त्यसपछि स्वच्छता अभियानको नाममा पोखरी, वास्तवमा भन्यो भने त्यो स्वच्छता अभियान वातावरणमा पर्छ। त्यो उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको कार्यक्रम थियो। त्यो पहिलो सालमा हामीले गरे हो, घाटसाट निर्माण गरेको सांस्कृतिक हिसाबले। त्यो काटेर आफ्नोमा लग्नुभयो। अहिले विवाद चल्दैछ नि, तपाईँलाई थाहा होला नि। अहिलेको अर्थमन्त्री र मुख्यमन्त्री बीच विवाद, मुख्य विवादै के हो भने तपाईँको अर्थमन्त्रीले मुख्यमन्त्रीलाई नटेर्ने, फेरि मुख्यमन्त्रीलाई आफूलाई 10-20 2-4 अरब रुपियाँ नआएसम्म म त के को मुख्यमन्त्री भन्ने हुने। उहाँले फेरि के छ भने नियन्त्रणमा कुनै पनि मन्त्रालय छैन, मुख्यमन्त्रीको छैन। यतिसम्म लजास्पद छ कि मुख्यमन्त्रीलाई थाहै छैन कि कतिको बजेट आउँदैछ। अनि सुन्नुस् न, तपाईँ राज्य मन्त्री हुनुहुन्थ्यो, आफ्नै मुख्यमन्त्रीलाई यस्तो भन्न मिल्छ? हैन, म जनताको प्रतिनिधि हो, सही तथ्य बोल्नुपर्छ। नभएको कुरा बोल्छु भने त्यो मेरो लागि गल्ती हुन्छ। तर जुन भएको छ दुनियाँलाई थाहा छ यार, मैले मात्रै बोलेको हो र दुनियाँलाई थाहा छ, मिडियामा पत्रिकामा आएको छ। पहिले के कल्चर के छ भने तपाईँको अहिलेको सरकारको हामी जुन पद्धतिमा छौँ त्यो पद्धतिमा अर्थमन्त्रीले तपाईँको बजेट पहिला मुख्यमन्त्रीलाई दिने चलन छ। मुख्यमन्त्रीले यसो अध्ययन गरेर ठिक छ अथवा सामान्य हेरफेर अथवा यो हेरफेर गरेर आउनुहोस् भनेपछि त्यसरी हो जाने कि। तर यहाँ के भएको छ भने डाइरेक्ट अर्थमन्त्रीले एकैचोटि सदनमा बजेट प्रस्तुत गरे। मुख्यमन्त्रीले यसमा बाघ साँप के आउँदैछ के पनि थाहा छैन। उहाँ त सरकार हेरफेरमा व्यस्त हुनुहुन्थ्यो होला नि त त्यो बेला। सरकारको हेरफेरभन्दा पनि धेरै ठुलो महत्त्वपूर्ण पाटो यो हो जसले तपाईँको 1 वर्षसम्म यो देशको विकासको ढाँचा बनाउँदैछ। अनि यो निरीहता यतिसम्म निरीह भएर मुख्यमन्त्री चलाउनुभन्दा राम्रो त एकदम शान्तपूर्वक हामी जस्तै पदमुक्त हुनुपर्छ उहाँ आफैले। हामीलाई देखाएर तपाईँले आरोप लगाउनुभयो मुख्यमन्त्रीजी कि तपाईँको कार्य सम्पादन सन्तोषजनक भने तपाईँले पनि नैतिकताको आधारमा राजीनामा गर्नुपर्छ। यो बेला उहाँको काम सन्तोषजनक छैन। यदि तपाईँलाई अर्थमन्त्रीले बजेटको बारेमा सुइँको पनि दिएको छैन, तपाईँलाई बजेटको बारेमा थाहा पनि छैन, तपाईँको बजेट काटिएको छ अनि तपाईँ त्यहाँ टाँसिरहनु भएको छ भने तपाईँमा नैतिकता छैन। तपाईँले नैतिकताको आधारमा रिजाइन गर्नुपर्छ अथवा यदि तपाईँमा तागत छ भने, तपाईँमा ल्याकत छ भने तपाईँले त्यो अर्थमन्त्रीलाई पदमुक्त गर्नुपर्छ। यो तर त्यो देखिएन नि त मुख्यमन्त्री। निरीहता भनौँ यसलाई। मुख्यमन्त्री आफै निरीह हुनुभयो, कमजोर निरीह। अब हामी अर्को प्रसङ्ग हामी जोड्छौँ। तपाईँको लुम्बिनी प्रदेशको कुरा गर्दैछौँ। एकजना मन्त्रीले राजीनामा दिनुभएको छ जसकारण चाहिँ महन्त राजेन्द्र पक्ष कमजोर हुँदै गएको भन्ने मिडियामा आइरहेको छ र केन्द्रीय कार्यालयमा पनि उहाँहरूको उपस्थिति नदेखिएको भन्ने समाचारमा छ हैन। नेम प्लेट पनि हटाइएको भन्ने कुराहरू छ। यस विषयमा तपाईँले जसपाको नेतृत्व पङ्क्तिमा रहेका शीर्षस्थ नेताहरूलाई के सुझाव दिनुहुन्छ तपाईँ? यो जसपा हतारमा गरिएको एकता हो। यो जसपा जुन तरिकाले एकता गर्यो त्यही नेर फोर्स छ। फोरम होइन, समाजवादी पार्टी थियो पहिला उपेन्द्रजीको, त्यो फुट्दै थिए। 11 जना सांसद लिएर इस्तियाक राई र रेणु यादव तपाईँको अर्को पार्टी निर्माण गर्ने, ओलीको सरकारमा जाने, यसरी
यो किसिमको राजनीतिक घटना हुनेवाला थियो। उपेन्द्रजी तपाईँको हतार ठाकुरजी लिएर जानुभयो। ल म सादा पेपरमा तपाईँको साइन गरिदिन्छु, पार्टी जोगाइदिनुहोस् भन्नुभयो। मोहन ठाकुर फेरि कस्तो मान्छे, उहाँले अब मधेसमा धेरै पार्टी राम्रो हुँदैन, यसो अहिलेसम्म 2टा पार्टी राजपा र सपा थियो, अब फेरि एउटा थर्ड पोल किन खडा गर्ने, मधेसलाई एक बेर सम्टाउन भनेर त्यो हिसाबले तपाईँको उहाँले पार्टी एकतामा सहमति जनाउनुभयो, गर्नुभयो। पछि फेरि तपाईँको उपेन्द्रजीबाट किचलो खडा भयो। हामी पार्टी जसपा छौँ, जसपाको कार्यक्रम नहुनु पर्यो। समाजवादीको नाममा तपाईँले युवा भेला गर्नु, महिला भेला गर्नु, विद्यार्थीको भेला गर्नु, ट्रेड युनियनको भेला गर्नु, यो सब तपाईँको पार्टीलाई एक नराख्ने उद्देश्य मनसाय उपेन्द्रजीको देखियो। त्यसपछि ठाकुरजीले पनि आफ्नो हिसाबले कार्यक्रमहरू बढाउनु भयो। यही नै पार्टी बिग्रेको र यो अहिलेको कुरा, यो नेम प्लेटको कुरा हो, यो किन हटाउनु पर्ने साधारण विषय हो। तपाईँ समाजवादीको पार्टी कार्यालयमा राजपाका नेताका नेम प्लेट थिए, त्यसले हटाइदिएको छ, त्यसरी बुझ्नु न। होइन, जसपाको त पार्टी कार्यालय मैले त्यसरी नै बुझाएको छु त्यसलाई, किनभने त्यो नाम मात्रै जसपा हो, समाजवादीको अफिस हो त्यो। फेरि जसपाकै नाममा राजपाले पनि पार्टी कार्यालय चलाएको छ, त्यहाँ उपेन्द्रजीहरूको नामसम्म छैन। नेम प्लेट यो वहियात कुरा हो। भनेपछि पार्टी चाहिँ फुट्छ, यसमा दुई मतको कुरा छैन। म त्यसरी पनि भन्नेवाला छैन। म पहिलादेखि नै मधेसको पक्षमा, मधेसमा एउटा पार्टी निर्माण गरौँ, मधेसी जनताको चाहना छ एउटै पार्टी बनाऊ भने हो। तर होमवर्क गरेर गर्नु पर्थ्यो तपाईँको, त्यो भएन। हतारमा गरियो। भोकाको बेलामा 2टै हातले खाने गर्नु हुँदैन कि, हातलाई धोएर त्यसपछि व्यवस्थितै खायो भने त्यो पच्छ। 2टै हातले, फोहोरी हातले खायो भने त्यो तपाईँको डायरिया हुन्छ। त्यही डायरिया भएको हो जसपा। त्यसो भए जसपामा अब जसपा एक रहँदैन, जसपामा डायरिया भएको हो। यदि तपाईँले जसपालाई राम्ररी उपचार गर्न सक्यो भने त्यो रहन्छ, नभए रहँदैन। यसमा ढुक्क। अब हामी यो कार्यक्रमको अन्तिम आइपुगेका छौँ। तपाईँको यो जुन कुरा गर्नुभयो नि, नेमप्लेट सेमप्लेट, यो सबै वहियात हो। यो स्टन्ट मिडियामा आउनलाई मान्छेहरूले यस्तो यस्तो। अब नेताज्यू, अब म अन्तिममा आइपुगेको छु। यो कार्यक्रम अब अन्तिम चरणमा। अब तपाईँसँग एउटा कुरा मात्रै गर्छु। अब तपाईँ भन्नुहोस्, यो राजपा र समाजवादी पार्टी अलग अलग भयो भने मधेसको जनताले तपाईँहरूलाई लखेट्छ, यो कुरा तपाईँ स्वीकार्नुहुन्छ कि हुन्न? होइन, मलाई लाग्छ यो यदि पार्टी राम्ररी सञ्चालन हुँदैन, पार्टी जनताको हितमा काम गर्न सक्दैन, पार्टी तपाईँको मुद्दा उठान गर्न सक्दैन, तपाईँको कुन उद्देश्यका साथ तपाईँले पार्टी स्थापना गर्नुभएको थियो, त्यो उद्देश्य यदि तपाईँले एक ठाउँ रहेर पुरा गर्न सक्नुहुन्न भने पार्टी फुट्दा राम्रो। कुरा बुझ्नुहोस् है, पार्टी फुटे अलग अलग भयो कि राम्रो? किनभने तपाईँको उद्देश्य के थियो? मधेसी जनतालाई अधिकार दिलाउने उद्देश्यले स्थापना भएको राजपा, यदि त्यहाँ गएर तपाईँले मधेसी जनता, तपाईँहरू दुवैजनाको त मुद्दा त उस्तै छ नि त, मधेस प्रदेश तपाईँहरूलाई नै चाहिएको होइन? मुद्दा उस्तै भन्दा पनि अहिले मलाई लाग्छ हामीले रिथिङ्क गर्नुपर्छ। राजपामा र सपामा फरक भइसकेको अवस्था छ। मैले भने नि तपाईँलाई, यो 2टै हातले, फोहोरी हातले खाने कुरा भयो। हात धोएर एक हातले व्यवस्थित खाएको भए पार्टी निर्माण हुन्थ्यो। तपाईँको सैद्धान्तिक नै यहाँ फरक छ क्या। यदि पार्टी फुट्यो भने मधेसको जनताले तपाईँहरूलाई कुन नजरले हेर्छ त? तपाईँहरूलाई बहुमत दिन्छ? तपाईँले 2टै कुरामा आउँदैछु। पहिलो के हो भने हामी बिचमा मुद्दागत भिन्नता छ। राजपा भनेको सेरेमोनियल राष्ट्रपतिको पक्षधर पार्टी हो। कार्यकारी प्रधानमन्त्री उसको घोषणा पत्रमा छ, विधानमा छ, घोषणा पत्रमा। समाजवादी भनेको कार्यकारी राष्ट्रपति खोजेको पार्टी हो। उसले तपाईँको यो पश्चिमेली सिस्टमले जुन चलेको छ नि राज्य सत्ता, त्यो उपयुक्त छैन भन्ने पार्टी हो। र यो महत्त्वपूर्ण विषय हो। तपाईँ फेरि हेर्नुभयो भने यसलाई उहाँहरूले इग्नोर गरेर पार्टी एकता गरिहाल्नु, त्यो एकदम भयङ्कर मिस्टेक त्यही थियो। एउटा भनेपछि पार्टी एकता गर्ने बेलामा मिस्टेक भएको हो, धेरै ठुलो मिस्टेक भयो। एउटा कुरा। अर्को मैले भन्दैछु, जहाँसम्म तपाईँले भन्नुभयो नि जनताको कुरा, जनताको लागि काम गर्ने यदि वातावरण छैन भने तपाईँ दुईजना सौहार्दपूर्वक तरिकाले हात मिलाएर छुट्नुहोस्, त्यो ठुलो कुरा होइन। किनभने मधेसमा फेरि विकल्प पनि चाहिन्छ। मलाई समाजवादीमा चित्त बुझेन, त्यहाँको नेतृत्व निरङ्कुश भए, अहङ्कारी भए, मुद्दालाई बिर्से, पहाडतिर बढी लसिए
भनेर त्यो भित्रका साथीहरूलाई यदि सफोकेसन हुन्छ उसलाई हामीले विकल्प दिने कि नै उसलाई मधेसवादी रहन दिने कि नै त्यसको निम्ति तपाईँलाई राजपा चाहिन्छ। यदि राजपाभित्रै पनि तपाईँको यो पार्टीमा जुन मूल्य उद्देश्यका सिद्धान्तका साथ स्थापना भएका थिए त्यो लागू भइरहेको छैन, यो पार्टी अब मेरो लाइक रहेन, म सपामा अथवा मधेसवादी नै रहेर कुनै पार्टी जोइन गर्न खोज्यो भने त्यतिखेर मलाई विकल्प चाहिन्छ। त्यसकारण मलाई के भनौँ, जरुरी नै थिएन कि तपाईँको राजपा र सपाको एकीकरण। हामीले जुन आवश्यकता थियो त्यो गरिरहेको थियौँ, चुनावमा मिलेर गयौँ, आन्दोलनमा हामी मिलेर गयौँ, जरुरी प्लेटफर्महरूमा हामी सँगै थियौँ होइन, र त्यसरी गरेन। अहिले के भइरहेछ भने वर्चस्वको लडाइँ खास त्यो आफू सञ्चालन गर्ने पार्टी एउटै छौँ हामी। तपाईँले मलाई नै भन्नुभयो भने तपाईँ पनि त जसपा हो, तपाईँले किन हटाइयो? काङ्ग्रेसलाई लाग्यो, संहिताको लागि कि सँगै लड्ने म, बच्चैदेखि विद्यार्थी कालदेखि राजनीति गर्ने म, संहिताको विरुद्धमा यहाँ नाडा जुलुस गर्ने रामसुरज यादव, ऊ अहिले जसपाको नेतृत्वको सरकारमा मन्त्री छन् होइन। यी जनताले यो कुरा सबै निहालिरहेको अवस्था छ। त्यसकारण के भन्न चाहन्छु भने जनताको निम्ति यदि काम हुँदैन भने हामी त्यतिकै पनि छोड्नेवाला थियौँ, छोड्थ्यौँ। अब तपाईँले हेर्नुहोस्, अब तपाईँले ठ्याक्कै जाँदा जाँदै के कुरा भन्नुपर्छ भने छोटोमा यदि जसपा एक रहेन भने मधेसी जनताको आवाज हो, यो मैले बोले आएन। जनताहरूले के चाहेका छन् भने कुनै पनि हालतमा जसपा टुक्रिनु हुँदैन, आन्तरिक किचलो जति जे भए पनि आन्तरिक हिसाबमै सहमति बैठक गरेर समाधान गर्नुपर्छ र उहाँहरू जनता समाजवादी पार्टीका नेताहरू एक ढिका भएर रहनुपर्छ, जसले चाहिँ मधेसलाई अन्तिम समयसम्म पनि निकास दिन्छ। यसमा तपाईँको भनाइ के छ? अलिकति तपाईँलाई म यो हाम्रो जनता कस्तो छ भन्न खोजेको छु। खास गरी कार्यकर्ताहरू, हाम्रो उपेन्द्रजीले के भन्यो त्यसको पछि उपेन्द्रजीका पुराना कार्यकर्ता लाग्ने, मोहन ठाकुरले के भने त्यसको पछि मोहन ठाकुरका पुराना कार्यकर्ता लाग्ने, त्यस्तो भइदियो कि जसपामा। जस कारण यस्तो अवस्था भयो। तपाईँ अहिले एमालेको यसो उदाहरण लिनु, एमाले एक हिसाबले फुटिसकेको पार्टी हो। माधव नेपालले तपाईँको जिल्ला अध्यक्ष जिल्ला सचिव नियुक्त गरिसकेका छन्, उता ओलीले पनि जिल्ला अध्यक्ष जिल्ला सचिव नियुक्त गरिसकेको अवस्था छ। तर पनि त्यहाँ एउटा सेकेन्ड लाइन लिडरसिप छ जसले तपाईँको एमालेलाई फुट्न दिनु हुँदैन, एमाले यो देशको मूलधारको पार्टी बनाउनु पर्छ अनि तपाईँले काम गरिरहेको छ। तर हामी कहाँ के भइरहेछ भने मोहन ठाकुरले आज त्यस्तो बोलेपछि त यहाँ लागू गर्न खोज्छ कि त्यहाँ यो तपाईँहरूलाई मधेसकर्ताको जरुरी देखियो पार्टीमा। हामीलाई होइन, हामीले नै गर्नुपर्छ त्यो मधेसकर्ता तपाईँहरूले गर्नु किन चुक्नु भएको छ? हामी जस्ता कार्यकर्ताले लाखौँ कार्यकर्ता अहिले छ जसपामा, हामी जस्ता हामीले के गर्नुपर्छ भने दबाब दिनुपर्छ। तपाईँको मोहन ठाकुरको पुतला जलाउनलाई केही सिकाउनु पर्दैन, उपेन्द्र यादवको पुतला जलाउनलाई केही सिकाउनु पर्दैन, दुईटैको विरुद्धमा छुट्टा छुट्टै जुलुस भइहाल्छ। तर त्यो कार्यकर्ता बिचमा, हाम्रो बिचमा खबरदार, जसपा मधेसको हक हितको निम्ति गठन भएको पार्टी हो, तपाईँहरूको व्यक्तिगत स्वार्थको निम्ति पार्टी फुट्नु भएन है। यसरी तपाईँले कतै सुन्नु भएको छ धर्ना दिएको, जुलुस गरेको? त्यो छैन, त्यो हुनुपर्छ खास। तसर्थ तपाईँले जुन भन्नुभयो म त्यसलाई सम्मान गर्छु, जनताको चाहनाअनुसार पार्टी फुट्नु हुँदैन। तर पार्टी एकताको नाउँमा तपाईँको जनताको हित विपरीत अहित हुने काम गर्छ भने त्यो पार्टी पनि रहनु हुँदैन। म तपाईँलाई एउटा सानो उदाहरण भन्छु, अलिकति छलफल गरौँ है। यो जसपाको बेस के हो? मधेस होइन। अनि मधेसबाट भोट कलेक्सन गर्ने अनि फेरि पहाडको मान्छेलाई टिपी सांसद बनाउने, यो होइन नि त। त्यो सधैँ भएको हो, सधैँ हामीले तपाईँको भोट दिएको हो पहाडलाई, सबैले हामीले नेता बनाइदिएको हो। तर पहाडले कहिले हामीले भोटतिर बनाएको लडाइँ थियो होइन। जम्मा तपाईँको 75 जिल्लाबाट काठमाडौँ समेत गरेर 2000 भोट आएको छ। किन? त्यसैले खालि हामी एकदम सोच्नुपर्ने, राजपाभित्र के छ भने फेरि विशुद्ध मधेसवादी भएर मात्रै हामी काम गर्ने। नेताजी, अब हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ होइन।
अब यो कार्यक्रमबाट हामी बिदा लिनुपर्ने बेला भएको छ। अब म जाँदा जाँदै तपाईँलाई त मैले खोजेको कुरा तपाईँले भन्नुभएको छैन। तपाईँहरूलाई मधेसको जनताले के भन्छन् यदि टुक्रियो भने यति मात्र छोटोमा भन्नुहोस् न। होइन यस्तो के भन्छ तपाईँहरूलाई लखेट्छ नि त यहाँबाट लखेट्दैन? तपाईँहरूको सरकार बस्न दिन्छ? लखेटेको भए त राम्रै हुन्थ्यो। जनता नलखेटेर पो बिग्रेको हो नेताहरू। त्यस कारण म के भन्छु भने पार्टी यदि जनताको हक हितको निम्ति काम गर्छ भने त्यो जुटेको राम्रो हो। यदि पार्टी एक छ र काम अलग अलग छ भने जनताको लागि मधेसको हितमा केही काम भइरहेछ भने त्योभन्दा राम्रो फुटेको राम्रो, त्यो पनि हात मिलाएर। यसकारण कि भोलि तपाईँको मधेसको आवश्यकता हुन्छ, तपाईँहरूको दुईटैको जरुरी पर्न सक्छ। मैले त भने अघि नै राज्य पुनर्संरचना लगायत नागरिकता लगायत त्यसपछि तपाईँको राष्ट्रसभाको संरचना लगायत विषयहरू धेरै छन् जसलाई तपाईँको अहिलेको संविधानले बिगारिदिएको छ। त्यो संविधानहरूमा संशोधनको आवश्यकता छ र त्यो संशोधनको निम्ति हाम्रो बिचमा एकता, कार्यगत एकता, कमसेकम के अरे सहकार्य संवादको जरुरी त पर्छ। त्यसकारण मलाई के लाग्छ भने गाली गलोज गर्नुभन्दा राम्रो हात मिलाउँ, छलफल गरौँ, संवाद गरौँ। अहिले पनि समय घर्किसकेको छैन। निर्वाचन आयोगमा दुईटै पार्टीले आफ्नो आफ्नो दाबी गरेका छन्। मलाई के लाग्छ भने उहाँहरूले एकचोटि एकदम खुला हिसाबले, खुला हृदयले बसेर जरुरी छ पार्टी बचाउन, जनताको आवश्यकता हो, जनताले चाहेको हो भने एकचोटि छलफल गरौँ। आफ्नो व्यक्तिगत स्वार्थहरू त्यागो, एकचोटि समीक्षा पनि गरौँ न एक वर्षको, कसले कहाँ बदमासी गरे। त्यो हिसाबले मैले गल्ती गरेको छु, मलाई महसुस छ, म माफी माग्दछु, त्यसरी आयो भने हुन्छ। होइन मैले गरेको मेरो गोरुको 12 टका मैले गरेको मात्रै ठिक छ, तिमीले गरेको सबै बेट ठिक छ, त्यो हिसाबले आयो भने फेरि यो लाग्दैन। हस् त नेताजी, टाइम दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। धन्यवाद। तपाईँले मलाई अवसर दिनुभयो यो महत्त्वपूर्ण टेलिभिजन मार्फत मेरो कुराहरू जनतासम्म पुर्याउने मलाई मौका दिनुभएकोमा तपाईँले आभार तथा सम्पूर्ण जनतालाई हार्दिक